नमस्ते सबैजनालाई। आज चाहिँ यो हिजोको जुन हाम्रो इन्डेक्स चाहिँ अलिकति नेगेटिभै फल भयो, त्यसको बारे चाहिँ छलफल गर्दैछौँ। हिजो 35.92 पोइन्टले घट्यो, जुन भनेको 1.38% हो है। अब यो घट्नुको मेन कारण भनेको चाहिँ हामी सबैलाई थाहा भइसकेको छ, जुन तपाईँको चाहिँ फ्लड आयो है, अनएक्सपेक्टेड भनौँ न, कहीँबाट पनि कसैले पनि सोचेको चाहिँ थिएन यति विध्वंस मचाउँछ भनेर। त्यो आएको कारणले गर्दाखेरि चाहिँ हाइड्रो सेक्टरमा चाहिँ पुरै नेगेटिभ इम्प्याक्ट परेको छ हैन। हाइड्रो सेक्टर पुरै नेगेटिभ इम्प्याक्ट परेको छ। तर हाइड्रो सेक्टरले गर्दाखेरि मात्रै यो यस्तो ड्रास्टिक चाहिँ तल घटेको होइन। यसले गर्दाखेरि अरू सेक्टरलाई पनि इफेक्ट चाहिँ पर्न गएको छ है। अर्को सेक्टर भनेको चाहिँ केमा पर्न गएको छ भन्दाखेरि नन लाइफमा चाहिँ पर्न गएको छ। हामीलाई थाहा भएकै कुरा हो, हाइड्रो कम्पनीहरूले चाहिँ के गरेको हुन्छ भन्दाखेरि इन्सुरेन्स गरेको हुन्छ, र त्यो इन्सुरेन्स चाहिँ तपाईँको जहिले पनि के हुन्छ भन्दाखेरि नन लाइफमा हुन्छ। र नन लाइफ सेक्टरमा हिट हुनु स्वाभाविकै हो। केही चाहिँ तपाईँको एसेटमा चाहिँ हानि पर्ने बित्तिकै इफेक्ट चाहिँ नन लाइफमै हुन्छ, ठिक छ। जुन हामीले लास्ट टाइमको भदौ 23-24मा पनि देखिहाल्यौँ। त्यति बेला पनि तपाईँको चाहिँ इफेक्ट तपाईँको नन लाइफमा चाहिँ ड्रास्टिकै भएको थियो, किन भन्दाखेरि इन्सुरेन्स गराएको हुन्छ र क्लेम दिनु चाहिँ पर्ने हुन्छ। त्यस्तै हिजोको जुन चाहिँ बाढी आयो, त्यो बाढी आएको कारणले गर्दाखेरि पनि जति पनि हाइड्रो पावर सेक्टरहरू थिए है, हाइड्रो, अब त्यो सँगैसँगै तपाईँको ब्याङ्कको ब्रान्चहरू पनि बगाएको छ। ब्याङ्कको ब्रान्च, अनि त्यसपछि अब मेबी लोन लिएकाहरूको त बिल्डिङको पनि इन्सुरेन्स गर्नुपर्ने हुन्छ होइन। त्यो इन्सुरेन्स गर्नुपर्ने भएको कारणले गर्दाखेरि सबै इफेक्ट चाहिँ कहाँ आएर थन्क्यो भन्दाखेरि नन लाइफमा आएर चाहिँ हिट भएको छ है। अब यसको इफेक्ट चाहिँ यहाँ हेरौँ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ हाइड्रो 104 पोइन्टले घटेको छ, जुन भनेको 2.84% हो भने नन लाइफ सेक्टर चाहिँ 404 पोइन्टले घटेको छ, जुन भनेको 3.94। यसमा आयो, यसको इफेक्ट चाहिँ यहाँ हुन पुगेको छ। यो इफेक्ट आएको कारणले गर्दाखेरि चाहिँ हिजो अस्वाभाविक रूपमा चाहिँ एउटा सेक्टरले गर्दाखेरि अर्को सेक्टर पनि तानियो, र त्यो तानिँदाखेरि चाहिँ ओभरअल मार्केटमा चाहिँ ह्युज एमाउन्टको चाहिँ माइनस देख्न पुग्यो है। ह्युज एमाउन्टको चाहिँ माइनस देख्न पुग्यो, र त्यो सँगैसँगै लाइफ इन्सुरेन्स पनि इफेक्ट परेको छ। सुरुमा हाइड्रो पऱ्यो, हाइड्रो परेपछि नन लाइफ पऱ्यो, नन लाइफ परिसकेपछि तपाईँको लाइफमा पनि इफेक्ट चाहिँ पर्न गएको छ। मेजर हिट भएको सेक्टर चाहिँ यिनै हुन्। अब यो कभरअप हुनलाई अलिकति टाइम त पक्कै नै लाग्ला होइन। इस्टिमेट हुन बाँकी नै छ, कतिको चाहिँ लस अथवा चाहिँ तपाईँको चाहिँ यो डिजास्टरले चाहिँ कतिको चाहिँ क्षति पुर्याएको छ भन्ने कुरामा त्यो इस्टिमेट आकलन भइसकेपछि चाहिँ बल्ल यो सेक्टरहरूमा चाहिँ अलिकति पोजिटिभ आउने जस्तो चाहिँ देखिन्छ है। ओभरअलमा यति नै हो आजको लागि अपडेट चाहिँ। अरू पनि अपडेटहरू लिएर म आउनेछु। हस् त, धन्यवाद।